नमस्कार। आज म तपाईँहरूलाई युरोपबाट आएको समाचारको शीर्षकहरू देखाउँछु जसले हामीलाई दुईटा कारणले अचम्मित तुल्याउँछ। त्यो कसरी अचम्मित पार्छ भन्ने कुरा चाहिँ अहिले म पछाडि भनौँला। पहिला समाचारको शीर्षक पढ्छु है त। युरोपमा इतिहासकै भीषण गर्मी, 1300 बढीको मृत्यु, फ्रान्स र स्पेनमा तापक्रम 45 डिग्री सेल्सियस नाग्यो। अचम्म लागेन? अचम्म लाग्ने पहिलो कारण के हो भने हामी सबैलाई थाहा भएको कुरा के हो भने युरोप चिसो महादेश हो। त्यहाँ एकदम चिसो हुन्छ। त्यहाँको समस्या भनेकै चिसो हो। तातो अथवा न्यानोको लागि चाहिँ त्यहाँको मान्छेहरू भूमध्य रेखाको नजिकका देशहरूमा चाहिँ पुग्ने गर्छन्। तर यो पटक गर्मीको कारणले, त्यो पनि एकदम भीषण गर्मी, 43-45 डिग्री त्योभन्दा माथि पनि पुगेको भनेर चाहिँ समाचारहरू आइरहेको छ। र दोस्रो अचम्मको कारण के हो भनेदेखि युरोप भनेको एकदम धनी देशहरूको महादेश हो। त्यहाँका मान्छेहरू सम्पन्न छन्। युरोपका देशहरूसँग सम्पत्ति पनि छ, टन्नै छ, टेक्नोलोजी पनि छ। त्यसो भयो भने तिनीहरू गर्मीको कारणले किन मर्नु पर्यो त? पैसा मात्रै भएर हुँदो रहेछ। खास कारण चाहिँ के रहेछ भनेदेखि त्यहाँका मान्छेहरूले जाडोबाट बच्न सकिने खालको, न्यानो बनाउने खालको घरहरू चाहिँ बनाए। फलस्वरूप उनीहरू जाडोको समस्याबाट चाहिँ मर्दैनन्। तर कुनै बेला हाम्रो महादेशमा, हाम्रो देशमा गर्मी पनि हुन सक्छ। त्यसको लागि शीतल बनाउने खालको चाहिँ घरहरू बनाउनु पर्छ भन्ने उनीहरूले सोचेनन्। र अहिले पनि धेरै सहरहरूमा, युरोपका धेरै सहरहरूमा न्यानो बनाउने सुविधा चाहिँ सबै घरमा छ, तर चिसो बनाउने, शीतल बनाउने सुविधा छैन रहेछ। खास कुरो के हो युरोपतिरकै साथीहरूले बताइदिनुहोस् न ल कमेन्टमा।